होटल स्प्रिङ तातो पानी। हेलो साथी नमस्ते। तपाईहरु चाहिँ फर्स्ट टाइम बेनी टु मुस्ताङ जाँदै हुनुहुन्छ अथवा नेपालको जुनसुकै ठाउँबाट चाहिँ मुस्ताङ जाँदै हुनुहुन्छ भने तपाईहरुलाई चाहिँ अनि कहाँ बस्ने के गर्ने कुन कस्तो छ होटलहरु भन्ने समस्यामा हुनुहुन्छ भने तपाईहरुलाई यो भिडियो हेल्प हुन सक्छ है। यो चाहिँ पोखरा टु बेनी टु मुस्ताङ जाने रोडमा बेनीबाट चाहिँ मुस्ताङ जाने रोडको बीच बाटोमा चाहिँ अहिले एकदमै राम्रो 2-3-4 वर्ष भयो एकदमै राम्रो चाहिँ लग्जरियस होटल खुलेको छ र तपाईहरु चाहिँ यदि पोखरा काठमाडौँ अथवा नेपालको जुनसुकै ठाउँबाट चाहिँ मुस्ताङ जाँदै हुनुहुन्छ भने अब बेनी बस्ने कि बागलुङ बस्ने कि पोखरा बस्ने कि भन्ने टेन्सनबाट चाहिँ मुक्त हुनुहुन्छ है। यो चाहिँ बेनीबाट चाहिँ लगभग 3-4 किलोमिटरमा रहेको तातो पानीमा रहेको होटल स्प्रिङ चाहिँ खुलेको छ र त्यहाँ चाहिँ डाइरेक्ट पोखराबाट चाहिँ त्यहाँ बस्ने गरी चाहिँ जान सक्नुहुन्छ है। हामी गलेश्वरमा गलेश्वर मन्दिर हो, मन्दिर परिसर हो। यो चाहिँ भित्र गलेश्वर यो चाहिँ गलेश्वरको एकदम फेमस मन्दिर गलेश्वर मन्दिर हो र यहाँ चाहिँ अहिले रोड चाहिँ एकदम साँघुरो छ। बजारहरू पुरानो घरहरू चाहिँ भत्काइएको छैन र त्यही बीचबाट चाहिँ रोड बनाइएको छ र हामी मुस्ताङ जानु पनि यही रोड हुँदै जानुपर्छ र बजार धेरै ठुलो त छैन तर पनि वरिपरि होटलहरू पनि छ है। यहाँ होटलहरू पनि खुलिरहेको छ साइडमा। तर यहाँबाट छिरिसकेपछि ठ्याक्क मुस्ताङ जाने बाटो स्टार्ट हुन्छ।
तपाईले पारि देखिराख्नु भएको ठाउँ चाहिँ बैशाखी भन्ने ठाउँ हो र यो बैशाखी भन्ने ठाउँमा चाहिँ पहिला एकदम ठुलो पहिरो गएर चाहिँ कालीगण्डकी नदी थुनिएको थियो र यो क्षेत्रमा चाहिँ अहिले बसोबास खासै छैन। माथिको पहिरो खसेर चाहिँ खोला नाला चाहिँ थुनेको भएर चाहिँ यहाँ एकदम बसाइ छैन। तर पनि यो भ्यू चाहिँ डेन्जर पहिरो गइराख्ने खालको रहेछ, त्यही भएर अहिले बसाइ छैन। यसलाई बैशाखी भन्छ म्याग्दीको बैशाखी भन्ने ठाउँ हो। साथीहरु अब हामी चाहिँ बिस्तारै चाहिँ अब मुस्ताङको बीच बाटोमा रहेको होटल स्प्रिङको ठाउँमा आइपुगेका छौँ है। एकछिनपछि म होटललाई पनि हजुरलाई देखाउँदैछु र टाइम नभएको कारणले हामीले चाहिँ हाम्रो रिलेटिभ्सलाई हल्का भेटेर अनि हामी चाहिँ फेरि चाहिँ मुस्ताङतिर लाग्यौँ। तर बाहिरबाट चाहिँ मात्र चाहिँ हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ र टाइम मिल्यो भने चाहिँ नेक्स्ट टाइममा चाहिँ म भिडियोको पनि फुल भिडियोहरू चाहिँ तपाईँहरूलाई चाहिँ देखाउनेछु। यसपालि चाहिँ बाहिरबाट चाहिँ मात्र है त गाइस। गाइस अहिले तातो पानीमा रहेको होटल स्प्रिङको अगाडि छौँ म है। होटल स्प्रिङ यहाँ मुस्ताङ जाने चाहिँ पर्यटकहरू चाहिँ यो भिआइपी लग्जरी होटल भएको कारणले सबै यहाँ बस्दो रहेछ। दामी छ। यसो भेटेर अनि चाहिँ फेरि हामी चाहिँ मुस्ताङतिर जाँदैछौँ है।